फाइनली एक्सन जनरामा बनेको फिल्म कर्माको ट्रेलर सार्वजनिक भइसकेको छ। टिजर र गीतबाट एकदमै हाइप पाएको चलचित्र कर्माको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। 3 मिनेट 4 सेकेन्डको ट्रेलरमा विपिन कार्कीको भरपूर रूपमा एक्सनहरू देख्न सकिन्छ। व्हाट गोज अराउन्ड कम्स अराउन्डको ट्यागलाइन बोकेको चलचित्र कर्मामा बदलाको कथा रहेको भन्ने फिल हुन्छ। अगस्ते पार्ट 1 पछिको आफ्नो सेकेन्ड डिरेक्टेड फिल्म कर्मा मार्फत सौरभ चौधरीले भर्सटाइल एक्टर विपिन कार्कीलाई एक्सन अवतारमा उतारेका छन्। यो चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुल भुसाल, दिव्यदेवको साथसाथै सुजेन सिलवाल र सरिता गिरी जस्ता अरू कलाकारहरू पनि रहेका छन्। यो ट्रेलरले कथाको बारेमा पूर्ण रूपमा डिटेल्स नदिए पनि एउटा एक्सन जनराको चलचित्र हो भनेर भन्न सकिन्छ। साउथ इन्डियन मुभीको फ्लेभर यो चलचित्रमा देख्न सकिन्छ। साथै सुशान्त केसीको पागल पागल गीतको कारणले पनि चलचित्रले राम्रै पब्लिसिटी गेन गरिरहेको छ। कुनै पनि चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट नै हो। भरपूर रूपमा एक्सन भए तापनि चलचित्रको स्क्रिप्ट बलियो भएन भने फिल्म खल्लो हुने गर्छ। अब यो चलचित्रको स्क्रिनप्ले कस्तो छ त्यो थाहा पाउनको लागि चैत्र 29 सम्म कुर्नै पर्ने हुन्छ। यसै दिन अर्को एक्सन प्याक नेपाली चलचित्र पीताम्बर पनि रिलिज हुँदैछ, जसको हाइप दिनानुदिन बढिरहेको छ। यी दुई चलचित्रमा कसले बाजी मार्नेछ भनेर थाहा पाउनको लागि पक्कै पनि चैत्र 29 गतेसम्म कुर्नै पर्ने हुन्छ।